आइसकेछु ल है आज माइली संक्रान्ति सबैलाई धेरै धेरै शुभकामना माइली संक्रान्तिको। अनि हिजो चाहिँ चाखु बनाउने बेला म भोज परेछु अनि चाहिँ बहिनीले बनाएको थियो जमेको थिएन अनि त्यही भएर अनि मैले आज फेरि बनाउन थालेको। पहिला चाहिँ म भेली पगालेर अनि छान्छु त्यसमा फोहोरहरू हुन्छ अनि ढुङ्गा माटो किरकिर आवाज आउँछ नि त अनि त्यस्तो खाइन्छ डाइरेक्ट भेली पगाल्दा। त्यही भएर हजुरहरूले पनि छानेर बनाउनु होला। अनि यसरी उमालेर अनि मजाको यतिको भएपछि नि टेक्सचर अनि चाहिँ हामी थालमा चाहिँ घिउ लगाएर लपक्क अनि त्यसपछि त्यसको माथि चाहिँ पहिला बदाम छर्के अनि बदामको माथिबाट चाहिँ भेली हालेर फेरि त्यसको माथिबाट नि बदाम छर्के। यो त चाखु बनाएर सकिसक्यो। अनि चाहिँ म चाहिँ जहिले सुत्ने राति एडिट गर्ने बेला जहिले सुत्ने अनि भिडियो हाल्न ढिलो हुने। हिजोको भिडियो बल्ल आज हालिरहेको सरी ल। हेलो गाइज आज चाहिँ हामी यसो पिकनिक ड्राई पिकनिक जस्तै गएको ल श्रीनगर जानु लाग्यो यति सबै भएर अनि चाहिँ गएर चटपटे बनाउने क्या। यो के हो सुन्दैन भावै दिनु मेरो भाइ ल है त गाइज हामी यो हनुमान निक्लिने बाटोमा आएको छौँ है। अहिले नयाँ बनेको बाटोमा यस्तो राम्रो देखेपछि कता भिडबाट हिँड्नु तानसेन बजार। फाइनली गाइज हामी चाहिँ श्रीनगर आइसकेको छौँ होइन। त्यता पिकनिक कार्यक्रम चलिरहेको रहेछ त्यता चिसिरीहरू पिङहरू छ होइन। यता चाहिँ मान्छेहरू छन् यता 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 हेर मनाऊ मनाऊ। हामी चाहिँ यहाँ पार्कमा आइसकेछौँ श्रीनगर पार्कमा। यता आन्टीहरू हुनुहुन्छ अनि यता चाहिँ भाइ बहिनीहरू। हजुर बाफ्रे कति त हेलो गाइज हामी चाहिँ अब उता बुद्धतिर आछौँ बुद्ध पार्कमा। बुद्ध पार्क आइयो होइन। यो कलर लगाएदेखि मेरो दिमाग होइन जतिखेर यहाँ आयो कि त यही मात्र दिमाग भन्छ। पहिला यस्तो राम्रो थियो कलरफुल होइन जुन सुइटेबल हुन्थ्यो नि जस्तै